सम्पूर्णमा नमस्कार। आज मात्र यो पाटन हस्पिटल, पाटन एकाडेमी अफ हेल्थ साइन्स, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले भारी मात्रामा स्टाफ नर्सको भ्याकेन्सी खुलेको छ। 60 जना मागेको छ स्थायी दरबन्दीको लागि, पर्मानेन्टको लागि भनी। यसको सिलेबस कस्तो छ त 5th लेभल स्टाफ नर्सको भनेर हेर्न जाँदैछौँ हामीले। हेरिहालौँ है त। यसमा चाहिँ हजुरहरूको फर्स्ट पेपर र सेकेन्ड पेपर भनेर हुन्छ रिटन इक्जामको लागि। अनि रिटन इक्जाममा हजुरहरूको नाम निस्किसकेपछि फाइनली इन्टरभ्यू हुन्छ। इन्टरभ्यूमा पनि हजुरहरू पास हुनुभयो, नाम निकाल्नु भयो भने हजुरहरूको सिलेक्सन हुन्छ है त। अब फर्स्ट पेपरमा के आउँछ त भनेर भन्दा, फर्स्ट पेपरमा हजुरहरूको 100 मार्क्सको हुन्छ फुल मार्क्स, जसमा पास हुनको लागि 40 मार्क्स ल्याइ हुन्छ र त्यसमा चाहिँ एमसीक्यू सोधिन्छ है, मल्टिपल चोइस क्वेसन, अब्जेक्टिभ क्वेसन सोधिन्छ। भनेको एउटा क्वेसन हुन्छ, त्यसमा 4 वटा अप्सन हुन्छ। त्यो अप्सनहरूमध्ये कुन अप्सन राइट हो हजुरहरूले त्यो राइट अप्सन चाहिँ चिन्नुपर्ने हुन्छ है। त्यो चाहिँ 50 वटा क्वेसन हुन्छ। 1 क्वेसन बराबर 2 मार्क्सको हुन्छ भनेपछि 100 मार्क्सको भयो र यसको टाइम चाहिँ 45 मिनटमा हजुरहरूले 50 वटा क्वेसन सल्भ गरेर सकिसक्नुपर्छ है त। त्यसमा चाहिँ हजुरहरूलाई नर्सिङको आउँछ, आफ्नो सब्जेक्ट टेक्निकलको भइहाल्यो भने जीके पनि आउँछ है, जनरल नलेजमा अहिले पछि हामी सिलेबस हेरि नै हाल्छौँ। त्यसमा सामान्य ज्ञानका कुराहरू छन् र पाटन हस्पिटलको सामान्य ज्ञानका कुराहरूको बारेमा सोधिन्छ है। त्यसैगरी सेकेन्ड पेपर भनेर हुन्छ। सेकेन्ड पेपरमा चाहिँ टोटली हजुरहरूको नर्सिङको मात्रै सोध्छ है, नर्सिङ सब्जेक्टको मात्रै सोध्छ। यो 100 मार्क्सको हुन्छ, पास मार्क्स 40 मार्क्स हो भने यसमा चाहिँ 10 वटा लङ क्वेसन आउँछ 10 मार्क्सको। 1 क्वेसन इक्वल्स टु 10 मार्क्स हुन्छ। 10 वटा 10 मार्क्सको लङ क्वेसन आउँछ। यसको टाइम चाहिँ 3 आवर्स हुन्छ र हजुरहरूले यो फर्स्ट पेपर र सेकेन्ड पेपरमा नाम निकाल्नु भयो भने, रिटन एक्जामिनेसनमा नाम निकाल्नु भयो भने हजुरहरू इन्टरभ्यूको लागि सिलेक्ट हुनुहुन्छ र इन्टरभ्यूमा पनि हजुरहरूले नाम निकाल्नु भयो भने चाहिँ अब फाइनली हजुरहरूको पाटन एकाडेमी अफ हेल्थ साइन्स, पाटन हस्पिटलमा चाहिँ पोस्टिङ हुन्छ है भने। अब डिटेलमा हेरौँ सिलेबसमा के कुराहरू इन्क्लुड गरेको छ, के कुराहरू पढ्नुपर्छ भनेर चाहिँ हेरिहालौँ है त। यसमा चाहिँ हजुरहरूको फर्स्ट पेपरको लागि कुरा गरौँ है। फर्स्ट पेपरमा भनिसकेँ मैले, एमसीक्यू आउँछ, मल्टिपल चोइस क्वेसन। त्यसमा चाहिँ 80 मार्क्सको नर्सिङबाट आउँछ र 20 मार्क्सको चाहिँ जम्मा 20 मार्क्सको चाहिँ जनरल नलेजबाट आउँछ। सेक्सन ए भनेको नर्सिङको र सेक्सन बी भनेको चाहिँ यता सामान्य ज्ञान जनरल नलेजको है। सेक्सन ए नर्सिङमा चाहिँ टेक्निकल सब्जेक्टबाट के आउँछ त भन्दा, फन्डामेन्टल अफ नर्सिङ भन्ने सब्जेक्टबाट आउँछ, जसमा बेसिक निड अफ क्लाइन्ट, नर्सिङ प्रोसिडियर युज्ड इन हस्पिटल, स्ट्रेस र कोपिङ मेकानिजम, फर्स्ट एड ट्रिटमेन्ट, एडमिनिस्ट्रेसन अफ ड्रग, इन्फेक्सन प्रिभेन्सन र मेथड अफ कलेक्टिङ डिफ्रेन्ट स्पेसिमेन फर रुटिन एन्ड कल्चर टेस्ट भनेर यो फन्डामेन्टल अफ नर्सिङबाट यो आउँछ। एप्लाइड साइन्स भनेर एनाटोमी एन्ड फिजियोलोजीका कुराहरू, बडी मेकानिजम यिनीहरू आउँछ। यो हजुरहरूले यी सबै सब्जेक्टहरू कलेजमा पनि पढिसक्नु भएको हुन्छ विसिएल नर्सिङ गर्दाखेरि भने। अब फेरि पनि यही सब्जेक्टहरू चाहिँ पढ्नुपर्छ इक्जामको लागि। त्यसै गरी मेडिकल सर्जिकल नर्सिङ भनेर डेभलपमेन्टल टास्कका कुराहरू, नर्सिङ म्यानेजमेन्ट अफ कमन डिजिज कन्डिसन भनेर यहाँ जुन डिजिजहरू तोकेको छ त्यसबाट नै आउँछ है। कन्जस्टिभ हार्ट फेलरदेखि लिएर हाइपरटेन्सन, केयर अफ पेसेन्ट विथ कमन सेन्सरी डिसअर्डर एन्ड नर्सिङ म्यानेजमेन्ट भनेको छ। त्यसै गरी कम्युनिटी हेल्थ नर्सिङ भन्ने सब्जेक्टबाट आउँछ है, जसमा पिएचसी प्राइमरी हेल्थ केयर को कन्सेप्टहरू, यसका इलिमेन्ट अनि त्यसपछि प्रिन्सिपल्सहरू भनेर छ। यो चाहिँ इम्पोर्टेन्ट नै हो, प्राइमरी हेल्थ केयर, यसबाट क्वेसन आउन सक्छ। त्यसै गरी इपिडेमियोलोजिकल कन्सेप्ट एन्ड अप्रोचेज, न्युट्रिसन डेफिसियन्सी डिजिज एन्ड म्यानेजमेन्ट, इम्युनाइजेसन, कम्युनिकेबल डिजिज एन्ड म्यानेजमेन्ट, हेल्थ इन्डिकेटर, फ्यामिली प्लानिङ भनेर छ कम्युनिटी हेल्थ नर्सिङ सब्जेक्टबाट भने। मिडवाइफरीको चाहिँ अब हजुरहरूलाई एन्टिनेटल केयर, पोस्टनेटल केयरका कुराहरू, म्यानेजमेन्ट अफ हाई रिस्क मदर हैन, यिनीहरू चाहिँ आउँछ भने। अब गाइनेकोलोजिकल प्रब्लम, गाइनेकोलोजी सब्जेक्टबाट नर्सिङ केयर भनेर सोधेको छ। नर्सिङ केयर अफ गाइनेकोलोजिकल प्रब्लम भनेर, डिसअर्डर अफ युटेराइन ब्लिडिङ, सिस्टोसिल, रेक्टोसिल, यी कुराहरू आउँछन् भने। पेडियाट्रिक नर्सिङबाट पनि यहाँ के कुराहरू दिएको छ। अब यो भनेको चाइल्ड हेल्थ नर्सिङ है। त्यसै गरी मेन्टल हेल्थबाट पनि यहाँ उल्लेख गरिएका विषयवस्तुबाट नै हजुरहरूलाई इक्जाममा आउने हुन्छ। लिडरसिप एन्ड म्यानेजमेन्ट इन नर्सिङ प्लानिङ भनेर, म्यानेजमेन्ट प्रोसेस, सुपरभिजन, मोटिभेसन, इम्प्लिमेन्टेसन, इभ्यालुएसन, लिडरसिप स्टाइलका कुराहरू, अर्गनाइजेसनल स्ट्रक्चर अफ गभर्मेन्ट हेल्थ सर्भिसेस भनेर। अब कहिलेकाहीँ प्राइमरी हेल्थ पोस्टको अर्गानोग्राम, अर्गनाइजेसनल स्ट्रक्चर कस्तो हुन्छ, जस्तै पाटन एकाडेमी अफ हेल्थ साइन्सको अर्गनाइजेसनल स्ट्रक्चर बनाऊ भनेर आउन सक्छ होइन। यी कुराहरू चाहिँ हुन्छ भने। पोलिसिज, रुल्स एन्ड रेगुलेसन इन म्यानेजमेन्ट अफ डिफ्रेन्ट लेभल अफ हस्पिटल एन्ड हेल्थ सेन्टर, कम्युनिकेसन प्रोसेस भनेर। लिडरसिप म्यानेजमेन्टबाट यो छ भने
भनेको हजुरहरूलाई चाहिँ अहिले मैले जति भने यो टेक्निकल सब्जेक्ट नर्सिङको यसबाट चाहिँ कति मार्क्सको आउँछ 80 मार्क्सको आउँछ भनेको 40 वटा क्वेसन यसबाट आउँछ 50 वटा मध्ये 40 मार्क्सको क्वेसन 2 मार्क्सको दरले चाहिँ 80 मार्क्सको क्वेसन चाहिँ 40 वटा आउँछ है। त्यसैगरी सेक्सन बी भनेर हुन्छ मल्टिपल चोइस क्वेसनमा चाहिँ फर्स्ट पेपरमा सेक्सन बी भनेर सामान्य ज्ञानहरू पनि पढ्नुपर्ने हुन्छ जुन यो सङ्घको अनि विभिन्न प्रदेशहरूमा चाहिँ कतै आइक्यू राखिदिने पब्लिक म्यानेजमेन्ट पनि राखेको हुन्छ भने पाटनले चाहिँ जस्ट जीके मात्र राखेको छ। जीकेमा पनि त्यति धेरै इन्क्लुडेड चाहिँ छैन है। यसमा चाहिँ जम्मा 20 मार्क्सको चाहिँ आउँछ भनेको 10 वटा क्वेसन आउँछ है जसमा सामान्य ज्ञान तथा ऐन नियमहरू भनेर छ। यसमा नेपालको भौगोलिक ऐतिहासिक आर्थिक सामाजिक सांस्कृतिक र राजनैतिक अवस्था सम्बन्धी सामान्य जानकारी भनेर यो चाहिँ जान्नु पर्यो हजुरहरूले। जस्तै नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो नेपालको सबैभन्दा सानो जिल्ला कुन हो हैन। त्यस्तै गरी आर्थिक सामाजिक अहिलेको 16औं योजनाका कुराहरू यस्ताहरू आउन सक्छन् है। त्यसैगरी राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक घटनाहरू भनेर राजनैतिक आर्थिक वैज्ञानिक खेलकुद सूचना प्रविधि पुरस्कार स्वास्थ्य सम्बन्धी भनेर यी कुराहरू समसामयिक जस्तै पुरस्कारमा मदन पुरस्कार अहिले 2080 मा चाहिँ कसले पायो रिसेन्टका कुराहरू हैन। राजनैतिक अवस्था कस्तो छ नेपालको भनेर के एमसीक्यूजहरू त्यसरी सोधिदिन सक्छ। वैज्ञानिकका कुराहरू हैन खेलकुदमा अब आइपीएल कसले जित्यो यस्तो क्वेसनहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक घटनाहरू भनेर सोधेको हुन्छ। मैले हजुरहरूलाई यो भन्दा एउटा महत्त्वपूर्ण जानकारी दिन चाहे हजुरहरूलाई पाटन एकाडेमी अफ हेल्थ साइन्स पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्टाफ नर्सको लागि राम्रो पीडीएफ नोट चाहिएको छ। यो सबै सिलेबस कभर गरेको पीडीएफ नोट चाहिएको छ भने त्यो हामीसँग छ। यु क्यान कन्ट्याक्ट अस। हामीले डिस्क्रिप्सनमा पनि हाम्रो डिटेल्स राख्दिएका छौँ कन्ट्याक्ट डिटेल्स त्यसमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र प्र्याक्टिस गर्नको लागि एमसीक्यूज क्वेसनहरू ठ्याक्कै यही मोडलमा चाहिँ हामीले हाम्रो वेबसाइट ज्ञानमार्ग.com gyanamark.com ज्ञानमार्ग.com मा राखिदिएका छौँ। त्यहाँ गएर हजारौँवटा एमसीक्यूज छ स्टाफ नर्सको लागि। त्यो प्र्याक्टिस गर्नुभयो भने हजुरहरूको कन्फिडेन्ट लेभल अझै बढ्दै जानेछ है। र त्यसैगरी अर्को छ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन 2064 को बारेमा चाहिँ सोध्छ भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली 2067 यसबाट पनि सोध्छ। यो त हजुरहरूले यो सिलेबसमा नभए पनि जानेको राम्रो नि त किन भन्दा आफै त्यहाँको कर्मचारी हुँदै जानुहुन्छ। अब पछि भने त्यो कर्मचारी सेवाका शर्त के रहेछन् सुविधाहरू कस्ता रहेछन् भन्ने कुराहरू यतिकै पनि जान्न आवश्यक हुन्छ भने अब यहीबाट हजुरहरूलाई क्वेसन पनि आउँछ है त मल्टिपल चोइस क्वेसन। यो फेरि ध्यान राख्नुहोस् यो खण्ड बी को पछाडि रिटन पेपरको सेकेन्ड पेपर हुन्छ नि सेकेन्ड पेपरमा चाहिँ आउँदैन है। यो चाहिँ फर्स्ट पेपर मल्टिपल चोइस क्वेसनको लागि मात्रै है। सेक्सन बी चाहिँ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक प्रशासन नियमावली भनेर 2067 को यो नियमावली पनि सर हेर्नु होला। पाटन अस्पताल सञ्चालन बी नियमावली भनेर कुन छ यो 2067 को यो पनि हेर्नु होला। नेपाल स्वास्थ्य सेवा ऐन 2053 र स्वास्थ्य सेवा नियमावली 2055 यो चाहिँ अरु संघ प्रदेशहरुमा पनि सोधिराख्थ्यो यो क्वेसन यो पोइन्टबाट भने यो पनि हजुरहरूले जानेको राम्रो। र नेपाल मेडिकल काउन्सिल ऐन 2020 र यसका नियमावली के छन् त भनेर यो पनि हजुरहरूलाई सोध्छ है त। सेक्सन बी बाट यति नै थियो जनरल नलेज भने अब हेरौँ नेपाल नर्सिङ परिषद ऐन र ऐन 2052 र नेपाल स्वास्थ्य व्यवसाय परिषद ऐन 2053 को बारेमा चाहिँ जान्नु पर्यो। र सामान्य यो कम्प्युटरको बारेमा है कम्प्युटर एन्ड इट्स एप्लिकेसन भनेर विन्डोज बेसिक वर्ड प्रोसेसिङ इलेक्ट्रोनिक स्प्रेडसिट प्रेजेन्टेसन सिस्टम मल्टिमिडिया इमेल र इन्टरनेट बारे हजुरहरूले यो कम्प्युटरको बारेमा पनि सामान्य जानकारी राख्नुपर्ने हुन्छ। र जनरल नलेज को र ऐन नियमावलीको सिलेबस चाहिँ यति थियो सेक्सन बी मा आउने। यो चाहिँ मैले फेरि पनि भन्न चाहन्छु हजुरहरूको सेक्सन बी को कुरा जुन चाहिँ सामान्य ज्ञान छ त्यो चाहिँ एमसीक्यूज मा मात्रै सोध्छ पछाडी थ्योरीमा चाहिँ सोध्दैन। जुन सेकेन्ड पेपर सब्जेक्टिभ क्वेसन आउँछ त्यसमा 10 वटा लङ क्वेसन आउँछ 10 मार्क्स को जुन चाहिँ 100 मार्क्स को हुन्छ। त्यसमा टोटली नर्सिङ को मात्रै क्वेसन आउँछ है। जुन हामीले सेक्सन ए मा हेर्यो अघि भर्खरै सिलेबस त्यही सेक्सन ए बाट चाहिँ हजुरहरूलाई 100 मार्क्स को 10 वटाको दरले चाहिँ लङ क्वेसन आउने हुन्छ। पाटन एकाडेमी अफ हेल्थ साइन्सले सिलेबसको रूपमा यही कुरालाई चाहिँ देखाएको छ भने अब फेरि पनि भन्न चाहे मैले हजुरहरूलाई
राम्रो PDF नोट चाहिएको छ स्टाफ नर्सको तयारी गर्नको लागि भने हामीलाई सम्झन सक्नुहुनेछ। डिस्क्रिप्सनमा हामीले हाम्रो कन्ट्याक्ट डिटेल्सहरू राखिदिएका छौँ र प्र्याक्टिस गर्नको लागि पाटन एकाडेमी अफ हेल्थ साइन्सका ऐन नियमहरू हेर्नको लागि यसका यो रिलेटेड MCQजहरू प्र्याक्टिस गर्नको लागि चाहिँ हजुर ज्ञानमार्ग.com GYANMARK.com मा गएर हजुरहरूले प्र्याक्टिस गर्न सक्नुहुन्छ र त्यसैगरी हाम्रो फेसबुक पेजमा पनि जोडिन सक्नुहुन्छ। नर्सहुड नेपाल भनेर छ, त्यहाँ पनि हामीले विभिन्न अपडेट गराइ नै राख्नेछौँ र केही क्वेसन छ भने हजुरहरूले कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ है। केही क्वेसन्स कन्फ्युजन छ भने यहाँहरूको स्वास्थ्य राम्रो रहोस्। थ्याङ्क यू।